संक्रमणको सम्भावना पनि बढ्छ। तर धेरै पानी खानु पनि सुरक्षित होइन। यसले पनि विभिन्न अङ्गहरूको क्रियाकलापमा असर पार्न सक्छ। 2 लिटर खाने कि 3 लिटर खाने कि 4 लिटर खाने, यसको कुनै राम्रो मापदण्ड छैन। तपाईँ बढी खाएर तपाईको स्वास्थ्यलाई राम्रो हुन्छ भने पनि छैन। धेरै तरिकाहरू छन् जसबाट हामी पत्ता लगाउन सक्छौँ कि हाम्रो शरीरलाई कति पानी चाहिन्छ। शरीरमा पानीको कमी भयो भने कस्तो लक्षणहरू देखाउँछ र पानी बढी भयो भने कस्तो लक्षणहरू देखाउँछ। नमस्कार। स्वस्थ व्यक्तिले दिनभरिमा कति पानी खानुपर्छ र कसैलाई रोग छ, प्रेसरको, मुटुको, मृगौलाको, कलेजोको, उनीहरूले कति पानी खानु राम्रो हुन्छ। धेरै ठाउँमा यस्तो लेखिएको छ कि 8 गिलास पानी प्रतिदिन खानु राम्रो, अर्थात् 3 लिटर। तर इन्टरनेटमा हेर्दाखेरि पानी खाने विषयमा धेरै चर्चा छ, धेरै कन्फ्युजन पनि छ। धेरै अध्ययन अनुसन्धानहरू पनि भएका छन् कि पानीले के असर गर्न सक्छ, कम खायो भने के होला, बढी खायो भने के होला, नर्मल कति खाने। कुनै व्यक्तिहरू हामी देख्छौँ कि बिहान उठेर डाक्टर साहब म त 1.5-2 लिटर पानी खान्छु, वाटर थेरापी, पुरा घट घट र त्यही अर्को व्यक्ति पनि देख्छु कि पानीको बोतल लिएर एक छिनमा पानी खाइराख्ने व्यक्ति पनि हुनुहुन्छ कि होइन शरीरमा कहीँ पानीको कमी नभइहालोस्। मैले यो भिडियो बनाउने क्रममा यसो सोच्दै थिएँ कि जनावरहरूले त कुनै बेला मात्रै पानी खान्छ, कुनै जनावरले त कति दिनमा एकचोटि पानी खान्छ, तापनि जीवित छ, स्वस्थ छ। र धेरै मानिस पनि वास्ता पनि गर्दैनन् कति पानी खाने, कुन बेला खाने, मतलब गर्दैनन्, प्यास लाग्यो खाने। अर्थात् शरीरले जब सिग्नल दिन्छ, आवश्यकता दिन्छ, त्यो बेला पानी खाने, दिँदैन नखाने। तर यसभित्र चाहिँ केही रोचक तथ्यहरू छ। मैले भिडियो बनाउनको लागि केही थप अध्ययन गरेँ जुन आज म यहाँ राख्दैछु। र मेरो यो च्यानल यदि तपाईँ अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नु पनि अनुरोध गर्न चाहन्छु। एज अ जेनरल मान्छेले भन्ने कुरा फरक हुन्छ र हामी मेडिकल पोइन्ट अफ भ्यूबाट हेल्थ र डिजिजलाई सँगै राखेर तपाईँलाई सम्झाउन प्रयास गर्छु कि शरीरलाई पानी किन आवश्यक, कति आवश्यक, कुन बेला खाँदा, धेरै खाँदा के भइहाल्छ इत्यादि कुराहरू। र सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने हाम्रो शरीरमा 60% पानी नै रहेछ। पानीले हाम्रो शरीरको तापक्रमलाई व्यवस्थापन गर्न मद्दत गर्छ, शरीरमा उत्पन्न हुने विकारहरूलाई निकाल्छ र हाम्रो शरीरलाई विभिन्न किसिमले सुरक्षा दिन्छ र महत्त्वपूर्ण अङ्गहरूको क्रियाकलाप गर्न सजिलो बनाइदिन्छ। त्यसैले पानी नभई नहुने कुरा हो, तर यसको बारेमा आवश्यक कुराहरू बुझ्न जरुरी छ। मानौ कि तपाईँले पानी खानु भएन अनि शरीरमा कस्तो प्रतिक्रिया सुरु हुन्छ। किडनी भनेको ब्रेक हो। तपाईँले कम पानी खाए नि यसले चाहिँ पिसाब घटाइदिन्छ, शरीरमा पानी चाहिँ व्यवस्थापन गर्न सक्छ। हामी पानी नै खाएनौँ भने हाम्रो शरीरलाई तुरुन्तै केही असर भइहाल्दैन। किन असर हुँदैन? हाम्रो पिसाब अलिकति गाढा हुन्छ, पहेँलो हुन थाल्छ, पिसाब कम हुन थाल्छ, तर शरीरमा त्यस्तो असर पर्दैन। यो हाम्रो शरीरले आफै व्यवस्थापन गर्न सक्छ। कहाँबाट त्यो पानी आउँछ यो बुझ्न जरुरी छ। तपाईँले कहिले याद गर्नुभयो होला कि मान्छेले मुखबाट केही खाएको छैन तापनि डायरिया भइरहेछ, त्यो कहाँबाट आउँछ पानी? हो, शरीरमा मानौ 100 किलोको व्यक्ति हुनुहुन्छ भने तपाईँको शरीरमा 60 किलो पानी छ। अब यो 60 किलो पानीमा 40 किलो सेलभित्र छ, कोषभित्र छ 40 किलो र 20 किलो तपाईँको कोष बाहिर छ, जसमा रगत पनि यसमा भयो। अब यदि तपाईँले पानी खानु भएन भने यो कोष बाहिरको पानी एकदमै महत्त्वपूर्ण रहेछ, जुन ब्लड पनि कोष बाहिरको पानी हो। कोषबाट पानी चाहिँ बाहिर आयो अनि हाम्रो रगतमा मेन्टेन गर्छ, सेलबाट यता आयो। सेलमा थोरै कमी भएर फरक परेन तुरुन्तै, तर यहाँ यसमा चाहिँ मेन्टेन हुनु पर्यो, नत्र ब्लड प्रेसर ड्रप भएर तुरुन्तै गाह्रो भइहाल्छ। र हाम्रो रगतको जुन भोल्युम छ 5 देखि 6 लिटर, त्यो चाहिँ मेन्टेन राख्नुपर्छ व्यक्तिमा। अनि त्यो मेन्टेन गर्नको लागि यसले अलिकति कमी हुन बित्तिकै डायरिया भयो, भोमिटिङ भयो भने कम हुने बित्तिकै यसले के गर्छ? पहिलो कुरा त्यो किडनीबाट पिसाबको रूपमा घटाइदिन्छ र यता सेलबाट इन्ट्रासेलुलर
सेलभित्रको पानी चाहिँ यतातिर आउन थाल्छ। त्यसैले तुरुन्तै केही फरक पर्दैन। तर यदि तपाईँ पानी कम खानुभयो भने तपाईको शरीरमा कस्तो असरहरू हुन थाल्छ भने पहिला मस्तिष्कबाट सुरु गरौँ। मस्तिष्कमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, कन्सन्ट्रेसनमा कमी आउने, इरिटेसन हुने। त्यसपछि मुटुमा कस्तो प्रभाव पर्छ? मुटुलाई अलि पानी कम छ भने अलि बढी काम गर्नुपर्ने भयो। सो मुटुमा ब्लड सर्कुलेसन पनि, ब्लड प्रेसर घट्ने भयो, हार्टबिट बढ्ने भयो र शरीरमा सर्कुलेसन कम हुँदाखेरि अलिक मान्छेलाई थकाइ लाग्ने हुन सक्छ। मृगौलामा कस्तो असर पर्छ भने पिसाब चाहिँ कम हुन थाल्छ, गाढा हुन थाल्छ, पिसाब पोल्न सक्छ, थोरै पिसाब हुन्छ। यो चाहिँ मृगौलामा पर्ने असर हो। पाचनमा कन्स्टिपेसन हुने, ढकार आउने, एसिडिटी बढ्ने, अपच हुने यस्ता लक्षणहरू हुन सक्छ। छालाको इलास्टिसिटी घट्ने, त्यसैले बच्चामा पानीको कमी छ कि छैन छाला तानेर हामी हेर्छौँ कि यो इलास्टिक छ भने यसको मतलब शरीरमा पानी चाहिँ राम्रो छ। मसल क्र्याम्प हुन्छ। तपाईँ याद गर्नुभयो होला कुनै दिन बडी एक्सर्साइज गर्नुहुन्छ, पसिना आयो भने तपाईँको अचानक क्र्याम्प आउने गर्छ। त्यो चाहिँ मांसपेशीहरूमा पानीको कमीको लक्षण हो। तर यदि कोही व्यक्ति लामो समयसम्म पानी यदि कम खायो भने मृगौलामा दुईटा महत्त्वपूर्ण परिवर्तन आउँछ। एउटा त उसलाई सङ्क्रमणको सम्भावना बढ्छ, युरिनरी ट्र्याक इन्फेक्सन। अब यसले गर्दा के हुन्छ भने तपाईलाई विभिन्न किसिमका समस्याहरू हुने भयो र पत्थरीको सम्भावना पनि बढ्छ। किनभने विकारहरूलाई, फोहोरलाई फाल्नको लागि अलिकति पानी चाहिँ बढी चाहियो। त्यो बाटो भएर, पिसाब नलीहरू भएर पर्याप्त पानी चाहिँ निष्कासन हुनु पर्यो, जसले गर्दा पत्थरी, किनभने जुन क्रिस्टलहरू हुन्छ, सानो सानो कणहरू हुन्छ पिसाबमा र ब्याक्टेरियाहरू हुन्छ, त्यो वास आउट भइहाल्छ। नत्र त्यो गाढा भएर इन्फेक्सन हुने या पत्थरीको सम्भावना हुन्छ। यदि तपाईँ पानी बढी खाइदिनु भयो भने के हुन सक्छ? एउटा डेन्जरस कन्डिसन छ, वाटर इन्टक्सिकेसन। धेरैलाई लाग्छ कि होइन पानी त बढी खाएर झन् राम्रो शरीरको लागि, तर त्यो होइन, त्यो गलत हो। तपाईँ पानी बढी खानुभयो भने तपाईलाई वाटर बढी भएर पनि समस्या आउँछ। शरीरलाई लिमिटभन्दा बढी चाहिने पानी खानु भएन र एकैचोटि तपाईँले धेरै पानी खानुहुन्छ भने त्यो के हुन्छ? डाइल्युसन हुन्छ। रगतभित्र जुन तपाईँको सोडियम छ, त्यो सोडियममा कमी आएर तपाईलाई विभिन्न किसिमका समस्याहरू हुन्छन्। यसलाई भन्छ डाइल्युसनल हाइपोनाइट्रेमिया। ओभर वाटर ड्रिङ्क गरिदिनु भयो, एकै समय थोरै समयमा बढी पानी खाइदिनु भयो भने समस्या आउँछ। यो सोडियम कम भएको कारणले मस्तिष्कमा यसले रिङ्गटा लाग्ने, कन्फ्युजन हुने, टाउको दुख्ने इत्यादि लक्षणहरू यसको हुन सक्छ। अपच हुने, पेट फुलेको जस्तो अनुभव हुने इत्यादि लक्षणहरू हुन्छ। र सँगसँगै तपाईले पिसाब धेरै गर्नुहुन्छ, पिसाब सेतो हुन्छ, पटक पटक पिसाब जानुपर्ने हुन्छ, यो लक्षण देखिन्छ। यो हो तपाईले पानी बढी खाएको सङ्केत। पानी कति खाने यसको उत्तर ठ्याक्कै यति लिटर खाने भने होइन, किनभने व्यक्तिको आवश्यकता फरक फरक हुन्छ। तपाईको शरीरलाई चाहिने फरक, मेरोलाई फरक हुन सक्छ। म आफ्नै कुरा गर्दाखेरि मेरो हिजो पानीको रिक्वायरमेन्ट एउटा, आज फरक हुन सक्छ र बिहान र साँझमा मेरो रिक्वायरमेन्ट फरक हुन सक्छ। त्यसैले मैले तोकेर यति पानी खानुपर्छ भने मिल्दैन, किनभने बाहिरी तापक्रम, भित्री अवस्था, व्यायाम, विभिन्न कुराहरूले डिसाइड गर्छ कि मैले कति पानी खानुपर्ने हो। तर आइडियल उत्तर के हो भने तपाईँ पानी कम पनि नखानुहोस् र बढी पनि नखानुहोस्, बिचको खानुहोस्, सन्तुलनमा खानुहोस्। र अझ स्पेसिफिक ढङ्गले यदि भन्ने हो भने कम भन्दा अलि बढी खानुहोस् र बढी भन्दा अलि कम खानुहोस्। यो कन्फ्युजन बिल्कुलै होइन। तपाईँ लक्षणबाट पत्ता लगाउनुहोस् कि तपाईँले कम खाइराखेको होइन। तपाईँको पिसाब सफा छ, तपाईँलाई रिङ्गटा लागिरहेको छैन, ओठ मुख सुकिराखेको छैन, स्किन ड्राई छैन, तपाईँको माइन्ड प्रोपरली काम गरिरहेछ भने यसको अर्थ के भयो भने तपाईँले कम खाइराखेको छैन। तपाईँ बढी खाइरहनु भएको छ भने तपाईँलाई पटक पटक पिसाब लागिरहेछ, पिसाब एकदमै सेतो छ, पहेँलो एकचोटि पनि भएन र तपाईँलाई अलिकति टाउकोमा पनि केही आफूलाई असजिलो अनुभव भइरहेछ भने बुझ्नु पर्यो कि बढी खाइरहेछु। त्यसैले प्र्याक्टिकल एन्सर यसको के हो भने तपाईँको पिसाब
हल्का पहेँलो छ वा सेतो छ भने त्यो चाहिँ बेस्ट हो। यसको मतलब तपाईँले पानी पर्याप्त खाइरहनु भएको छ। र हामीले यो पनि विचार गर्नुपर्छ कि पानी जुन हामी खाइरहेछौँ त्यो पानीको रूपमा मात्रै होइन कि फलफुल, सागसब्जी, जुस अरू कुराको रूपमा पनि आउँछ। त्यसैले मैले 1 लिटर पानी खाए पनि मेरो अरू खानेकुराबाट प्राप्त भयो भने 1 लिटर पनि मेरो लागि पुग्छ। तर पानी मात्रै तपाईँको लिक्विडको स्रोत हो भने तपाईँ विचार गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँ बडीको सिग्नलहरूलाई बुझ्न सक्नुपर्छ, लक्षणहरूलाई। तपाईँले यो गिलास नम्बर होइन, तर कहिले